अहिले झलस्स हर्क साम्पाङलाई सम्झे के भनेर सम्झे भन्दा प्रधानमन्त्री बालेन्द्र शाह बन्नुभन्दा केही समय अगाडि उनले स्ट्याटस लेखेर भनेको थिए के रविजी तपाईँ हिम्मत गर्नुहोस्, बालेन्द्र शाहबाट देश चल्दैन, तपाईँ नै अगाडि बढ्नुहोस् भनेर एउटा स्ट्याटस लेखेको थियो हर्क साम्पाङ। मलाई त्यति बेला चाहिँ मैले पनि त्यो कुरा चाहिँ उनले जे होस् ठिकै भने होइन, राजनीति हिसाबले मेच्योर हुनुपर्छ भनेर मैले तपाईँलाई एउटा उदाहरण पनि दिएको थिएँ कि काठमाडौँ महानगरपालिकाको मेयरबाट चाहिँ सिधै प्रधानमन्त्री हुँदाखेरि उनलाई चाहिँ त्यो प्रधानमन्त्रीको पद चाहिँ अलिक बढी भारी पर्न सक्छ। इतिहासमै यति सहजै न प्रहरीको एक लाठी खानु, न सडकमा आन्दोलनमा सहभागी हुनु, हेर्नुहोस्, न चाहिँ लामो लामा भाषण गर्नु, न राजनीति इतिहास हुनु, उनलाई सहजै प्राप्त भएको उपहार थियो प्रधानमन्त्रीको पद। गोल्डेन अपर्च्युनिटी थियो के। उहाँले राम्रो गर्न सकेको खण्डमा अझै पनि समय छ, उहाँलाई 5 वर्ष होइन अर्को 5 वर्ष पनि म त्याग्न तयार छु रवि लामिछानेले भने। अब आज प्रधानमन्त्रीकै स्ट्याटसमा हेर्नुहोस् त कमेन्ट कस्तो आछ, पत्रकारहरूले गरेको कमेन्ट हेर्नुहोस् त, बौद्धिकहरूले नागरिक समाजको अगुवाले गरेको कमेन्ट हेर्नुहोस् त। अहिले हिजो सुकुम्बासीलाई मात्रै चाहिँ खेद्दा पो यहाँका हुकुमवासीहरूलाई चाहिँ खुचिङ हाम्रो त यत्रो महल छ भन्ने परिरहेको थियो। अब अहिले चुलो त हुकुमवासीको नि बल्ल छोड्यो। हेर्नुहोस्